हाई एभ्रिवान। म जापान आएको चाहिँ 3 वर्ष जति भयो। अनि यो भिडियो चाहिँ म आफ्नो कम्युनिकेसन प्र्याक्टिसको लागि पनि बनाउँदैछु र अ, न जापान आउन चाहने स्टुडेन्टहरू भनौँ कि अब जापान आउन जाने मान्छेहरूको लागि इन्फर्मेसन भिडियो टाइपले नै बनाउँदैछु। स्टुडेन्टमा जापान आउँदा कस्तो हुन्छ? स्टुडेन्टमा जापान आउन भनेको चाहिँ अब धेरै मान्छेलाई चाहिँ अब नराम्रो नि लाग्छ, धेरै मान्छेलाई राम्रो नि, आफ्नो आफ्नो ओपिनियन छ। मलाई चाहिँ ठिकठाकै लाग्छ भनौँ न, त्यस्तो आऊ आऊ भन्ने टाइपको नि होइन, नआऊ नआऊ भन्ने टाइपको नि होइन। म चाहिँ किनभने अब गाह्रो छ होइन, स्टुडेन्टमा गाह्रो छ, के भन्ने हो र। तर पनि अब के अनि स्टुडेन्टमा गाह्रो छ भन्दैमा वर्किङमै आऊ भनेर भन्छु त म त्यो पनि भन्दिनँ। किनभने वर्किङमा आएर पनि अब त्यहाँनिर हामीले काम गर्न पाउने भनेको 5 वर्ष मात्रै हो। त्यो 5 वर्षपछि चाहिँ हामी नेपाल नै फर्केर जानुपर्छ। तर हामी चाहिँ स्टुडेन्टमा आयो भने चाहिँ हामीले अलि टाइम भनौँ न, अलि जति मन लाग्यो त्यति वर्षसम्म चाहिँ हामीले काम गर्न पाउँछ। अझ हामीले पिआर लिएर यतै बस्न नि पाउँछ हामीले। त्यसले गर्दाखेरि चाहिँ म के भन्छु भने अलि स्टुडेन्टमा हो। स्टुडेन्टमा आयो भने चाहिँ के हुन्छ भने अब वर्किङमा आउँदाखेरि चाहिँ अलि हामीलाई यहाँको कल्चरहरू ल्याङ्ग्वेजहरू त्यति राम्ररी थाहा हुँदैन। स्टुडेन्टमा आउँदाखेरि चाहिँ हामीले अब यहाँनिरको 2 वर्षको ल्याङ्ग्वेज स्कुलमा धेरै कुरा सिकिसकेको हुन्छ कि हामीले मान्छेहरूसँग बोल्ने तरिका, यहाँनिरको कल्चर यस्तो छुट्टै छ नि नेपालको भन्दा। त्यही भएर अलि हामीलाई चाहिँ अलिक गाह्रो लाग्नै सक्छ होइन। अनि त्यस कारणले चाहिँ म यो भन्दाखेरि पनि के हो अरे, वर्किङ भन्दा पनि स्टुडेन्टमा चाहिँ म अलि रेकमेन्ड गर्छु कि। तर यसको चाहिँ अब के छ भने अब वर्किङ भन्दा चाहिँ अलिक बढी पैसा लाग्छ कि स्टुडेन्टमा चाहिँ। लगभग भनौँ न 15 लाख जति लाग्छ। अनि कस्तो मान्छे चाहिँ आऊ भने होइन, यदि तिमी चाहिँ अब सबै ऋण लिएर आउँछु भनेर सोचिरहेछौ भने तिमी चाहिँ नआऊ जापान। जापान इज नट द बेस्ट अप्सन होइन। किनभने अब यहाँनिर आएर स्टुडेन्टमा आएपछि चाहिँ त्यो तिमीले ऋण तिर्न सक्दैनौ। त्यसले गर्दाखेरि पछि डिप्रेसनमा पर्ने त्यस्तोहरू पनि हुनसक्छ कि होइन, मान्छेहरू लास्टै गाह्रो हुन्छ। अब यदि तिमीसँग 50% छ भने चाहिँ होइन, आफूसँग 50% आफ्नो पैसा छ र म चाहिँ अब हल्का आधी चाहिँ ऋण लिएर आउँछु भनेर सोचिरहेको छु भने चाहिँ म हल्का रेकमेन्ड गर्छु 50-50। त्यो चाहिँ मेरो तर्फबाट नि 50-50 हो। आउनु मन छ भने आउनु मन छैन भने नआऊ त्यो मान्छे। अब तर यदि तिमीसँग चाहिँ अब आफूसँग सबै पैसा छ होइन, खर्चहरू सबै छ, तिमीले सबै बिहोर्न सक्छौ, त्यति पैसा छ भने चाहिँ म आऊ भन्छु। एकदम राम्रो छ जापान होइन। यहाँनिर अब ऋणहरू छैन भने चाहिँ एकदम राम्रो हुन्छ यो जापान चाहिँ होइन। यहाँनिर धेरै कुराहरू सिक्न पाउँछ। यहाँको कल्चरहरू एकदम राम्रो छ यहाँनिर। अनि एकदम राम्रो छ भन्दिनँ, तर पनि अब नयाँ कल्चर सिक्नु भनेको एकदम राम्रै त। अनि त्यसपछि अब जापान इज वान अफ द बेस्ट कन्ट्री टु भिजिट होइन, एकदम ब्युटिफुल कन्ट्री हो। अनि धेरै कुरा यहाँनिर आएपछि चाहिँ धेरै कुरा सिकिन्छ है। अब आफ्नो टाइम म्यानेजमेन्ट, अब पैसाको सेभिङ कसरी गर्ने, पैसा खर्चहरू कसरी चलाउने, सेल्फ डेभलपमेन्ट चाहिँ एकदम मजाले हुन्छ होइन यहाँनिर आएपछि। अब खाना बनाउन जान्नु पऱ्यो आफ्नो होइन, लुगा धुनु पऱ्यो, कोठा सफा राख्नु पऱ्यो। मेरो चाहिँ एकदम फोहोर छ कोठा, तर पनि सिकिरहेको छु भनौँ न अहिले। बिस्तारै बिस्तारै सिकिरहेको छु, सिकिन्छ होला पछिसम्म त केही न केही त सिकेरै गइन्छ होइन। त्यही हो मेरो चाहिँ के हो भने होइन, अलि मैले भनिहालेँ स्टुडेन्टमा आउँदाखेरि पनि राम्रै छ। धेरै मान्छेले चाहिँ आउँदैन आऊ भन्छ, तर पनि आफ्नो नेपालीहरूको चाहिँ मेन प्रब्लम भनेकै त्यो पैसाको प्रब्लम हो। त्यो प्रब्लम तिमीसँग छैन भने चाहिँ जापान स्टुडेन्टमा आउँदा पनि केही हुँदैन। थ्याङ्क यू भेरी मच फर वाचिङ होइन। यो मेरो चाहिँ फर्स्ट भिडियो युट्युबमा, त्यही भएर यस्तै खालको इन्फर्मेसन भिडियोहरू चाहिँ म हाल्छु। अलि फर्स्ट भिडियो अलि अकवर्ड टाइपको भयो, तर नेक्स्ट भिडियोहरू अलि हाल्दै जानेछु म होइन। इन्फर्मेसनहरू त्यही केही चाहिएको छ भने कमेन्ट गर्दा नि हुन्छ। म सबै इन्फर्मेसनहरू म मजाले एन्सर दिनेवाला छु। थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो है।